विशेष गरेर नमस्कार हजुरहरूलाई र 38 पोकलोक जीपीयू को जुन यो बाँझो जमिनलाई खेती योग्य बनाउने अभियान छ यसमा सम्पूर्ण स्टाफ सँगसँगै माननीय पञ्चायतगण हामी सबै लागेर बीडीओ साहब सीएलसी प्रेसिडेन्ट सर है हाम्रो ग्याल्बो लेप्चा सर हाम्रो मुकेश दाल सर हाम्रो बीडीओ नन्दगाउँ अनि हाम्रो माननीय जिल्ला पञ्चायत मेडम विष्णुमाया शर्मा अनुका शर्मा प्रेसिडेन्ट मेडम सन्त कुमार राई हाम्रो भाइस प्रेसिडेन्ट सर अनि सबै 38 पोकलोक जीपीयू को माननीय पञ्चायतगणको विशेष उपस्थितिमा हामी यो आज खेती गर्ने अभियानमा हामी बाँझो जमिनलाई यो खेती योग्य बनाउने काममा हामी लागि परेको छौं र सबैलाई है यो 38 पोकलोक जीपीयूलाई एन्करेज गर्नुको निम्ति तपाईहरु मैदानमै आइदिनु भएकोमा हामी सम्पूर्ण पोकलोक जीपीयू को तर्फबाट हामी धन्यवाद व्यक्त गर्न चाहन्छौं। डिसम्बर गरेर हैन त्यसको त्यो पातहरु बेच्ने खालको त्यो माथि फल बेच्ने छैन पात बेच्ने खालको जुन चाहिँ हाम्रो सिसिटीको लेक्चरहरुले गर्दै हुनुहुन्छ हैन त्यो चाहिँ उहाँहरुलाई हामीले सपोर्ट माग्यो भने चाहिँ त्यसबाट चाहिँ हामीलाई अझै छिटो हामीलाई इन्कम पनि जेनेरेट पनि हुन्छ अनि म्याक्सिमम एरियामै हामीले त्यसबाट चाहिँ कभर गर्न सकिन्छ। तर त्यसको लागि चाहिँ मैले के सोचेको भने चाहिँ अब सधैँभरि हामीहरू यसरी के रे अफिस छोडेर आएर यसरी उयो गरौँ सकिँदैन अब हैन एक दुई दिनको लागि त अब ठिकै हो सधैँभरिको त गर्न सकिँदैन। अन्त हाम्रो चाहिँ अब एमजी नरेगाको अहिले जस्तो प्रकारको अवस्था छ एमजी नरेगामा मेटेरियल के रे तपाईको सप्लाई एकदमै हामीलाई साह्रो परिरहेछ किन अब चाहिँ हाम्रो अदुवा रोप्ने मोटामोटी सबै सकिएको छ है यी सबैजना यी थाकेर है बस्नु भएको छ र सबैजनाले यो लास्ट ड्याङ स्मिता मेडमले बिउ हाल्नु हुँदैछ लास्ट ड्याङ बीपी सर पनि पुरा तयारी र यसरी हामीले चिलाउनेको है हाँगा छासेर लास्टमा चाहिँ सबैजना लागेर चाहिँ यसरी छोपेको छौं र अदुवाबारी चाहिँ सबै सोत्तरले छोपेर यो चाहिँ झारहरू अलिकति कम्ती उम्रोस् अन्त तपकनाहरूले नभेटोस् भनेर यो गरेको छौं र अब आज हाम्रो अदुवा रोप्ने कार्यक्रमको चाहिँ समापन कार्यक्रम थियो र बिहानको समयमा है हाम्रो आदरणीय बीडीओ साहब माननीय जिल्ला पञ्चायत मेडम साथै सीएलसी प्रेसिडेन्ट सबैजनाको उपस्थिति भएको थियो भने अहिले हामी सबै जीपीयू का स्टाफ अनि हाम्रो पञ्चायतगण सबैजनाको उपस्थितिमा यो हाम्रो अदुवा रोप्ने है पोकलोक जीपीयू को अदुवा रोप्ने कार्यक्रम यहाँ समापन भयो र अन्तमा है तपाईहरु सम्पूर्ण जति पनि उपस्थित हुनुहुन्छ विशेष गरेर हामी यो सुरुवातमा है हराबोटे निवासी हाम्रो बेनु प्रसाद शर्मा दाजुले हामीलाई यो जोत्नुको निम्ति बाँझो जोत्नुको निम्ति गोरु है प्रदान गर्नुभएको थियो अनि उहाँलाई हामी है पोकलोक जीपीयू को तर्फबाट धन्यवाद दिन चाहन्छौं भने यहाँ हाम्रो है हामी जुन पावर टिलर यो जोत्ने विषयमा यो पावर टिलर जुन हामी म देखाउँदैछु अहिले तपाईहरुलाई यो चाहिँ हाम्रो अप्पर सामाटा निवासी आदरणीय दाजु यदुराम दाहाल दाजुले हामीलाई यो है जोत्नुको निम्ति प्रदान गर्नुभएको हो र उहाँलाई पनि हामी सम्पूर्ण पोकलोक जीपीयू को तर्फबाट मुरी धन्यवाद दिन चाहन्छौं र यस्तै प्रकारले हामीलाई है अस्ति 3 दिन 4 दिनदेखि अगाडि सघाउ पुर्याउनु हुने हाम्रा दुईजना दाजुहरू है विश्वनाथ प्रधान अनि हाम्रै अप्पर सामाटारकै एकजना ज्वाइँ साहब हुनुहुन्थ्यो उहाँ अनि हाम्रो एकजना सिरा दाजु हुनुहुन्छ हाम्रो यो माइला दाजु अनि दुर्गा प्रसाद जो लोअर सामसेबुङ निवासी दुर्गा प्रसाद भाइ पनि आज हामीमा जोडिएको छन् सबैलाई है हामी पोकलोक जीपीयू को तर्फबाट यो अदुवा रोपन कार्यक्रम यो हाम्रो जीपीयू को एउटा इनोभेटिभ कार्यक्रममा सबैजना सहभागी भइदिनु भएकोमा हजुरहरू सबैलाई हामी 38 पोकलोक जीपीयू को तर्फबाट मुरी धन्यवाद व्यक्त गर्न चाहन्छौं र विशेष गरेर अन्तमा धन्यवाद है आदरणीय एसडीएम सर जो जोरथाङ महकुमाबाट उपस्थित हुनुहुन्थ्यो उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौं भने बीडीओ साहब नन्दगाउँ जीपीयू नन्दगाउँ ब्लक साथै हाम्रो सीएलसी प्रेसिडेन्ट अनि जिल्ला मेडम हाम्रो विष्णुमाया शर्मा सबैलाई हामी 38 पोकलोक जीपीयू को तर्फबाट यस कार्यमा सहभागी भन्नुभएकोमा धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यो रोपनीको कार्यक्रम यही अब आज 30 तारिक मे 2025 को दिन समापन भएको हजुरहरूलाई घोषणा गर्न चाहन्छु। धन्यवाद।